हामी गाइज कस्तो खाले भेडा जनता हौँ के गाइज। हामी सुध्रिँदैनौँ, सुध्रिनै चाहन्नौँ। कुरो बुझ्नुभयो त? किन भनेपछि अहिलेको सरकारले स्पष्ट रूपमा चाहिने आफ्नो चाहिने सम्पत्ति विवरण सार्वजनिक गरेको दुनियाँको टाउको दुखेछ गाइज। टाउको दुखेर फुटाउनै आँटिसकेछन्। यो हामीलाई मन्जुर भएन। किन भनेपछि ती नेताहरूले धनी भए, ती नेताहरूले पैसा धेरै देखाए, सम्पत्ति बढी देखाए हो। र यही कुरो पहिलाका नेताहरूले चाहिने सम्पत्ति यति, पैसा यति, जग्गा यति देखाउँथे, तर तिनीहरूको घरबाट अस्ति जेन्जी आन्दोलनमा देख्नुभयो नि, आगो लागेर चाहिने के पैसाका आकाशमा उड्दाखेरि पनि हामीलाई केही पनि मतलब भएन। त्यहाँ हामीले चाहिँ छानबिन गर्नुपर्छ, यो पैसा कहाँबाट आयो भन्ने कुरा हामीले थाहा हुँदैन गाइस। कुरो बुझ्नुभयो त? र अर्को कुरा रह्यो, बालेनको त्यत्रो पैसा कसरी आयो भन्ने कुरा आयो। बालेन एउटा उसले भनिसकेको छ, आफू म चाहिने युट्युबर हुँ होइन, एउटा म ऱ्यापर हुँ। उसले यावत कुरा मेरो चाहिने सामाजिक सञ्जालबाट पैसा आउँछ भनेर भनेको छ। सायद तपाईँहरूलाई थाहा नहोला गाइस, सामाजिक सञ्जालबाट कति पैसा आउँछ भन्ने कुराहरू जसले सामाजिक सञ्जाल चलाएर आफ्नो जीविकोपार्जन गर्नु भएको छ उहाँहरूलाई गएर सोध्नुहोस्। त्यस्ता केही टिकटकहरू छन्, कोही त्यस्ता युट्युबरहरू छन्, कोही त्यस्ता फेसबुकीहरू छन्, उहाँहरूलाई सोध्नुहोस् त सामाजिक सञ्जालबाट कति पैसा आउँछ भन्ने कुरा। र अर्को कुरा आयो हाम्रो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको। उहाँ पहिला पनि वैदेशिक रोजगारमा, वैदेशिकमा ठुला त्यस्ता पोस्टमा काम गरेर बसिसक्नु भएको व्यक्ति हो। उहाँसँग त्यस्तो पैसा हुनु भनेको सामान्य कुरा हो। र अर्को आयो गृहमन्त्री हाम्रो सुदन गुरुङज्यूको। सुदन गुरुङज्यू पनि योभन्दा अगाडि करिब 10-12 वर्ष उहाँले एनजिओ चलाएर बसेको मान्छे व्यक्ति हो। भनेपछि तपाईँ हामी सबैलाई थाहा छ एनजिओमा कति पैसा हुन्छ भन्ने कुरा। त्यही भएर टाउको दुखाउनु जरुरी छैन के गाइस, टाउको दुखाउनु जरुरी छैन। किन छैन भनेपछि हो उहाँहरूसँग यति धेरै पैसा छ भनेपछि ठिक छ, हामीले त यो कुरा लिनु पर्यो कि पोजिटिभ रूपमा यिनी अलरेडी पैसा भएको मान्छे हो, यिनीहरूले चाहिने अबदेखि घुस खाने काम होइन, जनतालाई मार्ने काम, देशलाई लुट्ने काम गर्दैनन्। किनभने यिनीहरूसँग अलरेडी पैसा छ भनेर त्यहाँ हामीले गर्व गर्नुपर्ने कुरा हो। बरु अब यहाँभन्दा बढी पैसा तपाईँहरू निस्किन्छ भनेपछि बल्ल तपाईँहरू घुसखोरी हो, तपाईँहरू चाहिँ देशको हितमा गर्नुहुन्न काम भन्ने कुरा बल्ल हामीले त्यो कुरालाई हामीले चाहिँ पर्खेर वेट गरेर समात्ने हिसाबले बस्नु पर्यो नि। त्यो छैन। सार्वजनिक घर, कहाँको स्रोत हो, कताबाट आयो पैसा, बाबा बाटोमा धर्ना दिइरहेछन् हौ साथीहरू गाइजहरू। के भन्ने भनेपछि यसरी नै तपाईँहरूले पुराना नेताहरूलाई छानबिन गर्दाखेरि छानबिनमा ल्याउनुहोस् होइन, उहाँहरूको सम्पत्ति शुद्धिकरण गरौँ। वास्तविक के हो भनेर तपाईँहरूले के धर्ना दिनु भएको छ? तपाईँहरू दिन चाहनुहुन्छ, आउन चाहनुहुन्छ बस सडकमा आउन चाहनुहुन्छ तपाईँहरू? नचाहिने। तपाईहरूलाई त्यस्तो केही पनि छैन। पुराना नेताले जो लुटे अझै पनि उहाँहरूले चाहिने यदि सरकारमा आउनुहुन्थ्यो भनेपछि उहाँले चाहिने अहिले प्रधानमन्त्री भएको 3-4 चोटि भइसक्यो, फेरि पनि सम्पत्ति देखाउने भनेको 2 लाख 3 लाख मात्रै हो कि उहाँहरू।